सुर्खेतमा एउटा दाइले घोडामा चढेर अचम्म तरिकाले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार प्रसार गर्दैछ साथीहरू। यो भिडियो हेरिदिनुहोस् है त तपाईँहरूले। अब घन्टीको प्रचारमा आछौँ हामी। अब कस्तो लाग्यो हजुरलाई? हामी चाहिँ अब जे हामीसँग साधन छ त्यही साधनमा हिँडेका छौँ। हेर्नु, कोही साथीहरू मोटरसाइकलमा हुनुहुन्छ, कोही गाडीमा हुनुहुन्छ। अब मसँग एक घोडा थियो, घोडामा हिँडेको थियो। त्यो भएर हामी घन्टीमा मत माग्दै हिँडेका छौँ। जसरी हुन्छ घन्टीमा मत हाल्नुलाई हाम्रो रमेश सापकोटाजी त्यहाँबाट चाहिँ उम्मेदवार हुनुहुन्छ, थाहै छ हजुरहरूलाई। र घन्टीमा मत हालिदिनु होला भन्ने विनम्र हात जोडेर बिन्ती छ भन्ने बोर्ड माग्दै आएको छु। ल के भन्नुहुन्छ, के भन्नु छ हजुरलाई? हस्, अहिले भन्नु केही छैन। एकचोटि घन्टी बजाइदिनु पर्यो खै त। अरू त्यस्तो जस्तो नगर्ने। यहाँभन्दा पहिला जस्तो नेताका लागि नेतालाई नजिताए पनि होइन, नगरे पनि होइन, सबैलाई सरसुविधा गरेको यो। तर हामीलाई अहिलेसम्म सुविधा मिलेको छैन। यहाँ पछि यस्तो नहोस्। हुन्छ, ल धन्यवाद छ हजुरले। धन्यवाद। यति उयो गरिदियो मलाई। घन्टीलाई कसै गरी पनि नभुलिदिनु होला। हेर्नु, हामी गाउँभरि नै कसै प्रचारमा हिँडेका छौँ। ल नभुलिदिनु होला। जय घन्टी।